त्यसरी यो औपचारिक भन्दै कार्यक्रम होइन यो औपचारिक कार्यक्रममा अब आज कार्यक्रमको कर्मचारी हाम्रो प्रमुखको सभापति आदरणीय सिन्हाल चाहिँ अनि त्यसै गरी कार्यक्रमको सभापति सूर्य तामाङ चाहिँ अनि यता हाम्रो पालिकाको उपसभापति साङ्गो शेर्पाज्यू पालिका सदस्य र नेपाली काङ्ग्रेसको क्षेत्रीय प्रतिनिधि विशाल तामाङज्यू अनि तरुण दलको उपाध्यक्ष हाम्रो दिलीप श्रेष्ठज्यू वडा नम्बर 4 को तरुण अध्यक्ष हाम्रो अजय तामाङज्यू लगायत सम्पूर्ण तरुण साथीहरू तपाईँ उपस्थित हुनुभयो यो कार्यक्रम गर्नुभयो मैले विशेष रूपमा तपाईँलाई धन्यवाद दिन चाहेँ यसरी अब बेला बेलामा हामीले याद गर्नुपर्छ आज विशेष गरेर प्रमाणपत्र वितरणको चाहिँ एउटा जुन कार्यक्रम आयोजना गर्नुभएको रहेछ म वडा नम्बर 3 को सम्पूर्ण तरुण दलको टिमलाई कमिटीलाई म विशेष धन्यवाद दिन चाहन्छु र यो प्रमाणपत्र भनेको चाहिँ यो अबदेखि चाहिँ तपाईँहरू नेपाली काङ्ग्रेसको तरुण दलको